हेलो एभ्रिवान, यहाँ चाहिँ अनि दाजु है। अनि यहाँ चाहिँ मलाई बिचारा ईदको भाग है ल्याइदिनु भएछ हैन। के ल्याइदिनु भएछ देखाउनु त। युनिकको मिठाई ल्याइदिनु भएछ हो। यो चाहिँ एकदमै मलाई पुरा मन पर्छ। यहाँ चाहिँ बिरयानी, थ्याङ्क यू, वेलकम। अनि अब चाहिँ यो भाडा चाहिँ लाने अरे नि त। सो म चाहिँ यहाँ मेरो भाडामा योपालि त अन्डा पनि रहेछ, चलाउनु पनि माया लाग्यो नि हौ। अन्त हेर्नुहोस् त ईदको भाग यसरी आउँछ घर घरमै हो। अन्त अब चाहिँ म यहाँबाट सिफ्ट गर्छु। अन्त आजको भिडियो यति नै थियो है। अन्त थ्याङ्क यू सो मच सम्झेर ल्याइदिनु भयो। अन्त यो चाहिँ एकदमै दामी हुन्छ, मलाई पुरा मनपर्छ। इभन हुन्छ नि अब उहाँहरूले पकाएको चाहिँ एकदमै टेस्ट हुन्छ नि, टेस्ट दामी हुन्छ हो। अन्त यही छ हाम्रो ईदको भाग ल्याइदिनु भएछ अलिदाले। सो गाइस, तपाईँले हेरिसक्नुभयो। अनि यति बेला चाहिँ अलिदाले अप्ठ्यारो मान्दै भिडियो नबनाउ न भन्नुहुँदै थियो। अनि मलाई चाहिँ यस्तो खुसीको दिन होइन, खुसी ह्याप्पी मोमेन्टहरू चाहिँ मलाई क्याप्चर गरिहाल्नु मन लाग्छ। त्यस्तो खालको आदत बसिसकेको छ है। अनि यो बिरयानी देख्दाखेरि चाहिँ वाउ, म सानो मुकबाङ भिडियो पनि बनाउँछु भनेर सोचेको थिएँ। अनि हतार प्लेटमा हालेँ होइन, चुली बनाएर चाहिँ गम्मै खाँदाखेरि त बुतुक्कै बिर्सेछु है। अनि एकदमै खुसी लाग्यो। थ्याङ्क यू सो मच, थ्याङ्क यू फर वाचिङ, बाई बाई।